यो चाहिँ मैले समितिको मान्छेलाई पनि भने हैन भिडियोमा चाहिँ सबै मलाई 40 रुपैयाँको यो पानीको बोतल पाइरहेछ भनेपछि यसमा नगरपालिकाले के गर्न सक्छ त त्यो चाहिँ यो चाहिँ 20 रुपैयाँको पानीको बोतल हो हैन यो चाहिँ 40 रुपैयाँको दिइराखेका छन् यस्तो अवस्था छ यस्तो लुटपाट गरिराखेका छन् हैन अब चाहिँ यसलाई एउटा दोकानलाई रेन्ट हान्न जानु ओके छ ओके ल त्यसो नगर 40 रुपैयाँको पानीको बोतल हैन पानी पनि ठीक छ अब त्यो को मिलाऊ अहिले लाग्यो ल तपाईँ अब के हो तपाईँ यहाँको स्वयंसेवक यो कति पर्छ दाइ 25 रुपैयाँ पर्ला अब 40 रुपैयाँमा दिइरहेछन् यो त त्यो म पनि यो समितिको मान्छे होइन हजुर म पनि विद्यालयबाट आएको होइन विद्यालयको यो गाई जा एउटा दोकानदारले 20-25 रुपैयाँको आउने पानीको बोतल पुरा 40 रुपैयाँमा ठोकिरहेको छ सो अब हामी चाहिँ त्यसको नगर प्रहरी लगेर रेन्ट हान्न गइराखेको छ लेट्स गो स्टार्ट नाउ अहिले दिनुसम्म यस्तो अवस्थामा छ हामी चाहिँ 50 नोट दियो गाइस 50 नोट दियो जुम आउट लेट्स गो नाउ भान्जाहरूलाई चाहिँ मैले पानीको बोतल लिन पठाइसकेको छु अब हेरौँ कति रुपियाँको फिर्ता दिन्छ है त ए पानीको बोतल कतिको भाइ पानीको बोतल कतिको भाइ पानीको बोतल कतिमा दिनु हजुरले हामीले यो फ्रिज भन्दा बाहिरको 25 मा दिन्छ 30 मा दिन्छ अनि 40 कसरी पर्यो त 40 कसरी पर्यो यो पानीको बोतल एउटा ढिकामा 1000 को हाम्रो पर्छ होइन त यो 40 मा बेच्ने त पक्रा हुन्छ हजुरलाई थाहा छैन यो पानीको बोतल छ त हजुरको कहाँ हो भाइ हजुरको घर कहाँ पर्यो डिटेल प्राइस यसमा 20 रुपैयाँ छ गाइस हैन उनले चाहिँ भान्जालाई 40 रुपैयाँ फुल ठोकिसकेका छन् अब यहाँ चाहिँ भिडियो देख्न सक्नुहुन्छ हामीहरु चाहिँ अहिले होटल होमिरमा छौं हजुरको होटल कहाँको हो यो मैले 40 रुपैयाँमा दिनु भएको छ नि त हजुरले भान्जालाई मेरो भान्जालाई पानीको बोतल यो त 40 रुपैयाँमा दिनु भएको छ नि त हजुरले पानीको बोतल यो त ल बेच्न पाउनु नि त भाउजू यो दाइलाई थाहा होला नि थाहा छैन त हजुरलाई दाजु हजुरलाई थाहा छैन यो थाहा छैन क्यामेरा त्यो चाहिँ 20 रुपैयाँको पानीको बोतल हो हैन यो चाहिँ 40 रुपैयाँको दिइराखेका छन् यस्तो अवस्था छ यस्तो लुटपाट गरिराखेका छन् हैन अब चाहिँ यसलाई के गर्नुपर्ने हो त ए यहाँको समितिले के गरिराखेको छ नगर प्रहरीले के गरिराखेको छ हैन अब पैसा देऊ वहाँ रेट पनि काटिसकेको छ सबै चिज गरिसकेको छ हामी चाहिँ अहिले भ्लग बनाउँदै गरिराखेको कार्यक्रममा यहाँ चाहिँ यस्तो अवस्था फेला पर्यो अब चाहिँ उहाँलाई कस्तो किसिमको हुन्छ त नगर प्रहरीले गर्नुपर्ने मैले उहाँलाई पनि बोलाइसकेको छु यो बोतल चाहिँ कति रुपैयाँमा आउँछ हामीलाई पनि 40 रुपैयाँ लियो 40 रुपैयाँको बोतल पाइरहेको छ पानीको भनेपछि अब कारबाही हुनु पर्यो नि दाजु आउनुहोस् तपाईँ यहाँ के हो तपाईँ यहाँको स्वयंसेवक यो कति पर्छ दाइ 25 रुपैयाँ पर्ला अब 40 रुपैयाँमा दिइरहेछन् यो त त्यो म पनि यो समितिको मान्छे होइन हजुर म पनि विद्यालयबाट आएको होइन विद्यालयको यो माइक निकालेर हजुर त्यसको निगरानीका लागि आएको यो हजुरले के भन्न चाहनुहुन्छ अब यो यसरी अब यसलाई नियन्त्रण गर्ने यस समितिको काम हो समितिले यसलाई नियन्त्रण गर्नुपर्छ समितिको व्यवस्था छ कि छैन भन्ने लाग्छ मलाई यो गलत हो कि राम्रो हो त अब त्यो त मूल्य भन्दा बढी तिर्नु भने अब त्यो हजुरलाई कति रुपैयाँ ल्यायो 40 रुपैयाँ भयो 40 रुपैयाँ खडा छ बोतल उहाँको बुटोल नगरपालिकाले 40 मा उहाँलाई दिया हो रे यहाँको नगर प्रहरी सर कता हुनुहुन्छ त गाउँको समितिलाई भन्नु भने यसको भिडियो लिऊ अगाडि सो गाइस म चाहिँ आटा राइडर भ्लग छ हैन अहिले चाहिँ भ्लग बनाउँदै गरिराखेको सब भइसक्यो छ अहिले चाहिँ म भ्लग बनाउँदै गरिराखेको कार्यक्रममा एउटा अवस्थामा पाएँ भनेपछि अब यसरी त लुटपाट गर्नु भएन नि त जे जस्तो भए पनि अब हामी चाहिँ जाँदैछौँ नगर प्रहरी टिम हैन हेलो 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 के के छ ठीक छ ज्यादा एउटा दोकानलाई रेन्ट हान्न जानु ओके छ ओके ल त्यसो नगर 40 रुपैयाँको पानीको बोतल हैन पानी पनि ठीक छ अब त्यो को मिलाऊ अहिले लाग्यो ल सो गाइस म चाहिँ नगर प्रहरी टिम पुग्दै छु उहाँको रियाक्सन कस्तो हुन्छ हैन मैले चाहिँ अब अगाडि चाहिँ प्रोसेस गरे आज अहिले गला सुकेर भोइस राम्रो आइरहेको छैन त्यही भएर सर यो पानीको बोतललाई कति पर्नुपर्ने हो खास गरी
अहिले यो समितिको नम्बर दियो मलाई समितिले गर्दाखेरि एउटाले कारबाही प्रोसेस के छ गर्नु पर्यो अहिले पछाडी हट्दैन भिडियो प्रुफ सहित छ हामीसँग। यो चाहिँ मसँग उल्टै लफडा गर्ने कुरा गरे होइन। यो चाहिँ मैले समितिको मान्छेलाई पनि भने होइन। भिडियो पनि छ सबै मलाई 40 रुपियाँको यो पानीको बोतल पाइरहेछ भनेपछि यसमा नगरपालिकाले के गर्न सक्छ त? या त यति धेरै यहाँ सर इनोलाई फोन गरे यसलाई भन्छ यसलाई भन्छ यसलाई भन्छ मिलिरहेको छ जस्तो लाग्छ। यो समितिको काम हो यो सम्बन्ध। समितिले नगर प्रहरीको काम भनिरहेछ सर। मैले समितिको काम पनि गर्छु, भिडियो पनि छ मसँग। उनले के भन्यो म गर्छु नभए नगरपालिकाले खराब त्यही त अब यो म एकजना मात्र होइन, उहाँसँग पनि त्यस्तै भएर छ विभाग। सचिवालय पनि जानु हामी मन्त्री गयो भन्छ बाहिरको कसलाई भेट्नु नम्बर यसमा राख्दैन केही गर्न सकिन्छ कि सर भने हाम्रो उहाँहरूको झगडा भइरहेको हामी ठ्याक्क गयो उहाँहरूले भिडियो बनाउनु भएको हामीसँग सबुत थिएन लडाइँलाई चाहिँ गएर म चाहिँ युट्युबर आरटिएम राइडर भ्लग च्यानल छ मेरो होइन। म भ्लग बनाइराखेको क्रममा यिनीहरूको पनि लफडा भएको थियो, ठ्याक्कै मसँग पनि त्यस्तै भयो क्या। त्यही भएर मैले उहाँले पनि मलाई खबर हजुर त्यो त्यसले के गर्न सक्छ भन्ने कुरा गर्छ क्या। अब बिहेभियर भन्न न बिहेभियर त्यही त के धनगढी त्यो होटलबाट त्यसमा लगिरहेको कि त हामीलाई बाहिरको भनेर हेप्न खोजी आऊ कि नगरपालिकाले हामीलाई यो भन्दा तल नबस्नु भनेर हामीलाई पठाइरहेको छ। 20 रुपियाँले क्या छ, बढीमा फ्रिज खर्च गरेर 50 रुपियाँ हुनुपर्ने हो र 30 रुपियाँ लिनुपर्ने हो। 40 रुपियाँ त अलि बढी नै भयो कि सर। यो हामी एकजना होइन कतिजना लुटिया होला नि यो कुराले त। जति होटल म्यानेजर सबैले गाडी लगिरहेको त्यही त समितिमा सब ठाउँमा गयो यसलाई गर्दा फोन यसले त्यही त हामी लागौँ कि के हुने हो यसको कारबाही प्रोसेस होइन। हुन्छ हामी वेट गर्छौँ हजुर। सो गाइज हामीले हेडमाथि फोन गर्दाखेरि अब उहाँले चाहिँ उहाँ समितिको मान्छेसहित आउनु भन्नुभएको छ, अगाडि बोलाउनु भएको छ होइन। अब हामी चाहिँ उहाँ नगर प्रहरीलाई लगेर अगाडि समितिको उहाँ जाँदैछौँ। अब हेरौँ अगाडि के हुन्छ र त्यस्तो म पाउँछ भने 30 मै दिनुपर्ने बाकी दुईटा दोकानमा खायो हामीले उहाँ 30 लगाइरहनु जामुन 30 छ सब एरियामा चाहिँ हामी यही मात्र 40 छ सबै एरियामा चाहिँ 30 रुपैयाँ छ। अब यताको नियम यही हो भने भन्नुहोस् हामी छोडिदिन्छौँ। यो त हाम्रो सो गाइज हामीहरूले चाहिँ नगर प्रहरीसँग पनि रिक्वेस्ट गर्दाखेरि उहाँले चाहिँ भन्नुभयो कि लास्टमा यो फोटो पनि हाल्दै थिएँ यिनीहरूको फोन गर्दा कसैले के वास्ता गरेर त्यही त नगर प्रहरीले पनि व्यवस्था गर्नुभयो भने कि हाम्रो जहाँ ड्युटी हो त्यतै नै हामीले जानुपर्छ। बेडा बाबा मन्दिर व्यवस्था समितिको लापरवाही गरेर लास्टमा त्यही गर्ने हो। यो बेडा बाबा व्यवस्थापन समितिको लापरवाही हो कि होइन। अब चाहिँ हामी सचिवालय कार्यालयमा जाँदैछौँ। उहाँ नगर प्रहरीले भन्नुभयो कि हाम्रो ड्युटी जहाँसम्म दिएर त्यहाँ मात्र जाने हो, त्यहाँभन्दा अगाडि हामीले जान पाउँदैन, माथिदेखि आएको आदेश हो भन्नुभयो। अब यो कस्तो आदेश हो? यो गरिबहरूलाई बार्गामा पार्ने कुरा त भएन नि। एउटा 30 रुपियाँको 25 रुपियाँको पानीको बोतललाई 40-40 रुपियाँ दिएपछि त गाह्रो हुन्छ नि त। त्यसैले अब चाहिँ हामीहरू यहाँ नगर प्रहरीद्वारा पनि केही गर्न सकिएन। हामीलाई त्यो 20 रुपियाँले केही फरक पर्दैन। हामीलाई त्यो 20 रुपियाँले केही फरक पर्दैन, कुरा त्यो होइन। कुरा खासमा के हो भनेपछि हजारौँ लाखौँ मान्छे पनि आउन सक्छन् कि मेलामा त। तिनीहरूलाई 10 रुपियाँले कति गरिब होइन, कोही त बिचरा एउटा पानीको प्यासले 10 रुपियाँ पनि उसँग नहुन सक्छ, त्यस्तो अवस्थामा हुन्छ। त्यसैले अब चाहिँ हामी यो समितिको सचिवालयमा जाँदैछौँ। उहाँले पनि केही प्रोसेस गर्नु भने अब त्यसपछि हेरौँला। सो गाइज हामीले सबैलाई खबर गऱ्यौँ तर सचिवालयहरूले पनि मतलब बेमतलब गरे। त्यसैले अब यहाँ देख्न सक्नुहुन्छ समितिका मान्छेहरू यिनीहरू सबलाई हामीले ट्राई गरे, सबैले बेमतलब गरे होइन, देख्न सक्नुहुन्छ। एकचोटि फोन गरेपछि दोबारा फोन नउठाउने यस्तो अवस्था छ होइन। भनेपछि अब यिनीहरूलाई के गर्नु पर्यो त तपाईँहरूले भन्नु। नगर प्रहरीले हाम्रो काम होइन भन्छ होइन, सचिवालयका मान्छे समितिका मान्छेहरूले फोनै उठाउँदैन, व्यवस्था एकचोटि फोन उठाउँछ अर्कोचोटि फोन उठाउने व्यवस्था गर्छ भनेपछि अब यो यसको के उपाय छ त भन्ने कुरा हुन्छ होइन। त्यसैले अब हामीहरूले चाहिँ गरिब जनताले 40 रुपियाँ ठगेर जहाँ भने यस्तो नै हो कि। सो गाइज होइन तपाईँहरूले चाहिँ यो भिडियोलाई सक्दो सेयर गरेर गोपी हमालसम्म पुगाउनु होला। यो गोपी हमालको लापरवाही लाग्छ मलाई जहाँसम्म, किनभने यो काम भनेको नगर प्रहरीको हो। धनगढी नगर भनिसकेपछि अब गोपी हमालको पर्यो नि त। उहाँले ड्युटी खटायो यो खटायो खटायो भन्न मिलेन नि त। धनगढी नगर भनिसके एउटा घरको कुरा हो कि धनगढी नगर भनेको। त्यसैले उहाँले गोपी हमालजीको यो नगर प्रहरीले व्यवस्था गरेको मैले माने होइन। सो अब तपाईँहरूको जिज्ञासा कस्तो छ हजुरहरूले भिडियोमा कमेन्ट गर्नु होला है त।